मार्दी ट्रेक एउटा यस्तो ट्रेक जुन 3 दिन र 2 रातमै कम्प्लिट गर्न सकिन्छ। जम्मा 3 दिनको ट्रेकमा हामीले निकै सुन्दर परिदृश्य र भ्यू देख्न सक्छौं। मार्दी बेस क्याम्पको ट्रेक गर्दा हामीले सुन्दर हिमालहरू जस्तै अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली र मार्दीको दृश्य अवलोकन गर्न सक्छौं। हामी यो ट्रेक 2 जना गएका थियौं र हाम्रो यात्रा काठमाडौँ बस पार्कको नाइट गाडीबाट सुरु भयो। सो हेलो एभ्रिवान, हामी चाहिँ हैन गाडी चढ्यो हैन। सो कस्तो लागिरहा त? रमाइलो भइरहा हैन। गाडी पनि बवाल छ, गाडी देखा न पछाडि यस्तो घुमाइदैन। अहिले चाहिँ घरमा हामीले हुन्छ नि सबैलाई हामी घरमा चाहिँ हामी के अरे हिँड्यौँ भनिरहौँ सबैजना हैन। मैले चाहिँ भन्छ कि उसले भनिरह बिचारा ऊ कविता गाएको गाडी चढेको त बस पार्क। हेलो ल लेट्स गो फर्स्ट नाइट 1 हैन। हाम्रो यात्राको पहिलो रात काठमाडौँ बस पार्कदेखि सुरु भयो। हामीले 6 बजे नाइट गाडी चढेका थियौँ र आजको यात्रा हाम्रो काडेसम्म रहेको थियो। हामी भोलि बिहान 3:30 बजे काडे पुग्यौँ। बिहानै काडे पुगेर चिया र मकै खाँदै थियौँ र हाम्रो अहिलेको यात्रा चाहिँ अस्ट्रेलियन बेस क्याम्प थियो जुन चाहिँ 1.5 आवर्स अवे थियो। हाम्रो चाहिँ यात्रा के अरे काडेदेखि सुरु भयो हैन। धेरै नै अँध्यारो छ, के कुखुरा होला यहाँ। अनि यस्तो झ्याउ हो क्या यो चाहिँ हुन्छ नि बत्तीको पोल होइन, यो चाहिँ मान्छेको पोल हो। यो चाहिँ हाम्रो कोभिड लाठी केटो हिँड्दैछ ट्विटिङ होइन। एउटा जुत्ता चाहिँ टाइट भयो, अर्को जुत्ता चाहिँ लुज भयो। हामी चाहिँ के भयो भन्दाखेरि चाहिँ पोखराबाट हामी सिधै के पुल रे नयाँ पुल काडेमा चाहिँ यहाँतिर चाहिँ नझर्ने। राति चाहिँ अब यहाँ चोरहरू डाकाहरू लागेर राति चाहिँ यहाँ बन्द हुने रहेछ। अनि हामी उता झरेर फेरि फर्केर 1-2 घन्टा बसेर त्यही फेरि यता आएका छौँ है त। काडेमा चोर डाका लागेको कारण रातिको समयमा बाटो बन्द गरिने रहेछ। त्यसकारण हाम्रो गाडीले हामीलाई नयाँ पुलसम्म छोडिदियो र हामी 1-2 घन्टा बसेर चिया खाएर फेरि काडे फर्क्यौँ। ल हामी चाहिँ 45 मिनट जति हिँडेर यो ठाउँतिर आइपुग्यौँ होइन। एकछिन भारी बिसाउँदैछौँ हामी चाहिँ। हाम्रो यहाँ कोभिड बेहाल भएको छौँ होइन। हामी चाहिँ 1 घन्टा नै भएको छैन तर हामी चाहिँ तल थाकिसक्यौँ। अनि भ्यू चाहिँ पुरै बादल लागेर भुइँमा तल चाहिँ यस्तो राम्रो छ कि। Keep your head up and I will hold you closer. हामी लगभग 2 घन्टाको ठाडो उकालोपछि बल्ल अस्ट्रेलियन बेस क्याम्प पुग्यौँ र अस्ट्रेलियन बेस क्याम्पको भ्यू एकदमै राम्रो थियो। हामीले त्यहाँबाट माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण र मार्दी हिमाल देख्न सक्थ्यौँ। सो हेलो एभ्रिवान, हामी चाहिँ अस्ट्रेलियन बेस क्याम्प पुग्यौँ। अब हुनु त 1.5 घन्टा लाग्नुपर्ने, हामीलाई चाहिँ 2 घन्टा जति नै लाग्यो होइन। सो यहाँ चाहिँ भ्यू छ एकदमै नाइस। दिस इज अन्नपूर्ण हिमाल अनि मारुति चाहिँ माछापुच्छ्रे चाहिँ यहाँतिर छ है। सो ब्युटिफुल होइन। अस्ट्रेलियन बेस क्याम्प पुगेर हामी 1 घन्टा बसेर भ्यू हेर्दै थकाइ मार्दै थियौँ। त्यहाँको भ्यू एकदमै राम्रो थियो र कुनै मन थिएन, तर पनि हामी एकछिन बसेर हामी आफ्नो गन्तव्यतिर लाग्दै थियौँ र हाम्रो नेक्स्ट स्टप चाहिँ पठाना थियो। सो अहिले चाहिँ हामी के अरे पठानामा आइपुग्यौँ होइन। कति टाइम लाग्यो हामीलाई त्यहाँदेखि? लाग्यो धेरै, आधी घन्टा
45 मिनट जति लाग्यो बाटो चाहिँ सजिलै रहेछ होइन त्यहाँदेखि चाहिँ यहाँसम्म यहाँदेखि चाहिँ अब देउराली पुग्ने हामी देउरालीको चाहिँ बाटो हल्का लामै छ है त सो बाटो चाहिँ कति गाह्रो छ थाहा भएन On the way to प्रितम देउराली होइन Pitam. यहाँको रोड चाहिँ एकदमै उकालो रहेछ होइन सिडी छ अघिसम्म चाहिँ आनन्दै भएर आएको थियौँ होइन हामी यता आएर चाहिँ गाह्रो पऱ्यो होइन हियर्स द म्याप हुन्छ नि गाइड छ होइन वेयर एट हुन्छ नि बिचतिर छौँ हामी त यो यहाँदेखि बिचतिर छौँ हामी यो गाइड चाहिँ उता चेकपोस्टमा दिन्छ त्यहाँ चाहिँ अब नामहरू टिप्नु पर्ने रहेछ नाम नम्बर ठेगाना किन माग्छु म हामीको स्कुलबाट म लास्ट नम्बर दिएँ नि 333 भन्छ 9103 यहाँ नम्बर भन्नु यसमा त धनै स्लिप भयो केटाहरू नम्बर ठिकै छ वेयर नट पपुलर हुन्छ नि अहिलेसम्म होइन नट देयर येट त्यो नम्बर कसैले कपी गर्ने होला म सुन हुन्छ नि विल ट्राई टु मेक हुन्छ नि राम्रो भिडियो एन्ड देन नम्बर खोज्छ कि मान्छेहरूले होइन त्यही भएर फेरि पुरानो भिडियोहरू अनि भन्नाले खुस्किन नम्बर चाहिँ पोठानाबाट केही बेर हिँडेपछि हामी चेकपोस्टतिर पुग्यौँ चेकपोस्टमा हामी एकजनाले आफ्नो नाम र नम्बर टिप्नु पर्ने थियो र चेकपोस्टमा हामीलाई कुनै प्रश्न भएकोमा हामीले सोध्न सक्छौँ र उनीहरूले हामीलाई एउटा स्लिप दिनुहुन्थ्यो जुन चाहिँ लोकेसनहरूको म्याप थियो त्यो म्यापमा चाहिँ लोकेसनहरूको डिटेल स्ट्रक्चरहरू थियो र कुन समयमा कुन ठाउँ आइपुग्छ भनेर टाइम पनि दिएको थियो चेकपोस्टपछि बाटो गाह्रो भए पनि हामी बिस्तारै आरामले रुकी जाँदै थियौँ Parade to the right, sway to the left. In the morning, everything is spent, and I make my way back home. Put it on just like an evening dress. Parade to the right, sway to the left. In the morning, everything is spent, and I make my way back home. आज बिहान 3:30 बजे कालो चिया र भुटेको मकै खाएको अनि अहिले बज्यो 10 बजे चाहिँ हामीले यो खाँदैछौँ है डाइजेस्टिभ बिस्किट पानी छुटेछ है पानी चाहिँ खायो पानी होइन मार्दिएको पानी मिठो छ यस मिठो छ अब लभली हिलमा गएर चाहिँ आवर लन्च हामी चाहिँ अहिले लभली हिल आधी घन्टा नन स्टप उकालो चढेपछि जङ्गलको बाटो चिप्लो बाटो बल्ल बल्ल आइयो अब खाना खाने हामी यता पानी यस्तो चिसो मुख्दाखेरि बाफ्रे Set a good table, take all you need. Set a good table, take all you need. We will see colors that wonder and last. We will raise glasses and never last. Set a good table, take all you need. 12:30 बजे हिँडेको तल खाना खाइवरी मस्त फुल पावरमा बिना रेस्ट एकै लटमा आइपुग्यो हामीले खाना लभली हिलमा खाएका थियौँ र खानासँगै हामीले 1 घन्टा रेस्ट गर्यौँ लभली हिलबाट 2 घन्टा हिँडेपछि हामी फरेस्ट क्याम्पतिर पुग्यौँ फरेस्ट क्याम्पको बाटोमा हामीले पोल्यान्डका एक यात्री भेट्यौँ जो चाहिँ हाम्रो यात्राको अन्तिमसम्म हाम्रो साथी बन्न गयो र फरेस्ट क्याम्पबाट हामी 1 घन्टा उकालो हिँडेपछि रेस्ट क्याम्प आइपुग्यौँ जुन चाहिँ हाम्रो आजको बास थियो हामी बस्ने होटलमा +2 का विद्यार्थीहरू ट्रिपमा आएका थिए र उनीहरूले मादल बजाउँदै गीत गाउँदै ताली बजाउँदै नाच्दै एकदमै रमाइलो गर्दै थिए र उनीहरू सँगसँगै हामी र अरू होटलका ग्राहकहरू पनि रमाइलो गर्दै थियो उनीहरू भएका कारण त्यो रात एकदमै रमाइलो भएको थियो
हामी चाहिँ फरेस्ट रेस्ट क्याम्पदेखि चाहिँ कति बजे 8:30 बजीतिर चाहिँ वी आर हेडिङ टुवर्ड्स आजको डेस्टिनेसन चाहिँ हाइक्याम्प हो। हामी चाहिँ लास्टमा निस्क्यौँ, सबजना चाहिँ सुरुमै निस्क्यो। लास्टमा पनि फर्स्टमा बस्छौँ नि फेरि हामी फर्स्ट नै आएको होइन, फर्स्टमा आएर लास्टमा निस्केको हामी नै। तर आज बिहानको भ्यू चाहिँ एकदमै दामी थियो होइन। हाइक्याम्पको यात्रा त्यही 6-7 आवर्स छ। हिजो हामी बसेको चाहिँ गोल्डन भ्यू हो, धेरै रमाइलो भयो। एन्ड तपाईँहरू पनि आउनु होला यता। सो हामी अहिले चाहिँ लो क्याम्प पुग्यो अनि हामीसँग हिँड्ने कुहिरे चाहिँ उनी चाहिँ हामीभन्दा अगाडि हिँड्नु भएको थियो, अघि पुग्नु भयो होला। अनि मेरो साथी चाहिँ पछि आउँदैछ। सो दिस इज द लो क्याम्प। हामी 8:30 बजी हिँडेर 9:30 बजीतिर चाहिँ लो क्याम्प पुग्यो है त। भिडियो अनै भएर हिँड्छ। हामी चाहिँ तलबाट माथि देखेको घरहरू चाहिँ हाई क्याम्प होला सायद भनेर खुसी भएर हिँड्दै आयौँ। लास्टमा त बादल क्याम्पै रहेछ, पुरा हुस्यो लागेको छ माथि। लास्ट चिसो छ, हुस्यो लगाएर केही देखिया छैन। त्यहाँ अगाडि घर थियो, त्यो पनि देखिया छैन। फेरि हामी अगाडि हिँड्दै सिरिस अगाडि पुगिसक्यो। बच्चाहरू माथि ट्रेक कम्प्लिट गरेर फर्किसके। नमस्ते। के रे अन्त बलदेखि है क्याम्प आइपुग्यो। खप्चड आजको लागि यति नै हो हिँडाइ। फेरि भोलि बिहानै 3 बजे बेस क्याम्प। होटेल पनि आइपुग्यो। अब गएर फ्रेस भएर घुमिन्छ यताउता। फेरि भोलि बिहानै 3 बजे। सो अहिले चाहिँ हामी हाई क्याम्पतिर छौँ अनि यहाँ चाहिँ 3550 मिटर अबभ द सी लेभल। अनि यहाँ चाहिँ राम्ररी पानी परिरहेको छ। दिस मिन्स कि बेस क्याम्पतिर चाहिँ हिउँ परिरहेको छ है त। सो हामी चाहिँ 1:30 बजीतिर पुगेको बेस क्याम्प के अरे हाई क्याम्पतिर। अनि अहिले चाहिँ त्यहाँदेखि चाहिँ बसेको। सो अब हामी एकछिन डाइनिङ पुग्नु जाँदैछौँ। भ्लग बनाउँछ होइन, अब चाहिँ स्टार्ट गरौँ भनेर। हेलो, हामी चाहिँ हाई क्याम्पमा आएको छौँ। हाम्रो ब्रदरलाई सपोर्ट गरिदिनु है। हस्, थ्याङ्क यू। क्लास रोल गरेर क्लियर हात गरेर एकजना। ल महानुभावहरू, यहाँ चाहिँ पानी परिरहेको छ। जाडो छ लास्टै हो। अनि तल चाहिँ पुरा सिट जमेर स्लिपरी भएको छ। त्यो हाम्रो डिप फ्रिजको माथि हुन्छ त, डिप फ्रिजमा फस्ने हुन्छ त आइसहरू, त्यस्तो भएको छ। भोलि चाहिँ हिउँ पर्ने सम्भावना धेरै छ होइन। के त परिरहेको हो नि, हुनसक्छ अहिले होइन। पानी त दिउँसै परिरहेको, हिउँ चाहिँ अब भोलि यो पानी चाहिँ नपऱ्यो हुन्थ्यो भनेको। त्यो एकदमै डिफिकल्ट हुन्छ यो बाटो, जाडो छ। अनि दुबईले चाहिँ अहिलेसम्म स्नोफल चाहिँ देखेको छैन है त। यो तराईको मान्छे भयो, म परे पाहाडको मान्छे, ती पनि देखिया छैन हो। अहिलेसम्म हिउँको नाममा यतिसम्म चाहिँ देखेको हो मैले नि। योभन्दा बढी चाहिँ केही देखेको छैन त। सो
केही 2 शब्द भन्नु त भोलिको लागि। मजा आइरह। अब भोलि चाहिँ के छाया आउँदो रहेछ यार। बोल अब भोलि चाहिँ अब स्नोफल भयो भने त बढै मजा आउँछ। जे होस् बिहान हिँड्ने बेला पानी चाहिँ नपरोस्, नभएपछि त गाह्रो पर्छ। भोलि हामी बिहानै 4 बजे उठ्यौँ र 4:30 बजे हामी हिँडिसकेका थियौँ। कुनै मान्छेहरू 3 बजे उठेका थिए भने कुनै मान्छेहरू 5 बजे। हामी चाहिँ बिचको समयमा उठेर हिँडिहाल्यौँ। बिहान उठ्दाखेरि अँध्यारोको समय भएको कारण अगाडि अन्नपूर्ण र माछा पुछ्रेको भ्यू एकदमै राम्रो थियो। साथसाथै आकाशमा एकदमै राम्रो ताराहरू देखेका थिए। हामी चाहिँ लगभग 1.5-2 घन्टा हिँडेपछि भ्यू पोइन्ट पुग्यौँ र भ्यू पोइन्टको सनराइज र माउन्टेन भ्यू चाहिँ एकदमै राम्रो थियो। हेलो एभ्रिवान, हामी चाहिँ हाई क्याम्पबाट बिहानै 4:30 बजे हिँडेर लगभग 1.5 घन्टा भयो। पुरै भुइँभरि जमेको छ। सनराइज इज ह्यापनिङ देयर। अगाडिको चाहिँ माछा पुछ्रे भयो। देयर इज अन्नपूर्ण चाहिँ टल्किरहेको छ। माछा पुछ्रेमा चाहिँ हल्का घाम आएको छैन। उही अगाडि चाहिँ भ्यू पोइन्ट हो। अब 5 मिनटमा पुगिन्छ। बाटो चाहिँ अप्ठ्यारो छ, उकालै स्ट्रेट अप उकालो नै छ होइन। हाम्रो चाहिँ भुइँमा यसरी हिउँ त नभन्नु जमेर स्लिपरी भएको छ। So this is the viewpoint. with me, just be with me. Put your lips on mine. I love it when we hide in the pale blue sky, floating on cloud 9. Do you feel the winds are turning round? 'Cause what goes up must always come back down. But I'll be safe in your arms, like the light in the day never part. I'm looking down the line, with you by my side I'll be fine. भ्यू पोइन्ट चाहिँ उतातिर भएर अन्नपूर्ण हामी जाँदैछौँ। उता हुँदै उता बेस क्याम्पतिर 1-1.5 घन्टा लाग्छ रे। भुइँ चाहिँ यसले चाहिँ हामीलाई गाइड गरिरहेको छ। दिस डग इज हेल्पिङ अस रिच द बेस क्याम्प। भ्यू पोइन्टमा हामी 1-1.5 घन्टा बसेर फोटोहरू खिचेर बेस क्याम्पतिर लाग्यौँ। कतिपय मान्छेहरू भ्यू पोइन्टबाटै फर्किने रहेछन् किनकि बेस क्याम्पको बाटो गाह्रो र अप्ठ्यारो हुनको साथसाथै धेरै टाढा पनि थियो। भ्यू पोइन्टदेखि बेस क्याम्प 1.5 घन्टा जति रहेछ। हामी चाहिँ अझै पनि बेस क्याम्पतिर लाग्दैछौँ। हिँडेको 1 घन्टा जति भइसक्यो। भ्यू नि ढाकिँदै गयो। हल्का छिटाउनु पर्ने रहेछ हामी। अब बेस क्याम्प चाहिँ 15 मिनट पुग्ने हो। साथी पर आउँदैछ साथी। एकैछिनमा माछा पुछ्रे ढाक्यो है त। ल हामी बेस क्याम्प आइपुग्यो। बेस क्याम्पको भ्यू चाहिँ यही हो। माछा पुछ्रे पुरै ढाकिसकेछ। साथी पछाडि आउँदैछ। यो हिमाल नि ढाकियो। यो हिमाल त झन् धेरै ढाकियो होइन। हामीले 1 घन्टा जस्तो ढिलो गऱ्यौँ। इफ हामी 1 घन्टा ढिलो छिटो आएको थियो भने चाहिँ मजाले देखिन्थ्यो। बेस क्याम्प आइपुग्यो। एकदमै मौसम आउने बित्तिकै खराब भयो। हामी बेस क्याम्प पुग्दाखेरि कुहिरोले हिमाल पुरै ढाकेको थियो। त्यसकारण हामी बेस क्याम्पमा धेरै नबसेर फर्किहाल्यौँ।
फर्किँदा हामी त्यही दिन फर्केका थियौँ र सिडनीको बाटो फर्केका थियौँ। निकै नै ढिलो भएको कारण हामीले बाटो फर्किँदाको भिडियो बनाउन सकेनौँ। हामी राति 7-8 बजे सिडनी पुग्यौँ र त्यहाँदेखि जीपबाट हामी पोखरा गयौँ। हामी फर्केको रात र त्यसको भोलिपल्टको दिन हामी पोखरामै बस्यौँ। भोलिको दिन पोखरा घुम्ने प्लान भए पनि निकै नै थाकेको कारण हामीले कहीँ पनि घुम्न पाएनौँ र भोलिपल्टको रातमा म एक्लै लेक साइडमा डुलेर हिँडेँ र यसरी हाम्रो मार्दी ट्रेक सकियो। मलाई आशा छ कि तपाईँले मेरो यो मार्दीको भ्लग मन पर्यो र आगामी दिनहरूमा म यो भन्दा राम्रो भ्लगहरू लिएर आउने बाचा गर्दछु। त्यति बेलासम्मको लागि हस्त नमस्ते, धन्यवाद। We both know that this is right. So hey